Okay, let's start. Oh, Jack connect off for them, not the sound will be disrupted. Okay, fine. Okay, so let's start. Okay, so okay, last video मा हामीले कुन गरेको थियौं यो general morphology and anatomy of alimentary canal, right? यो हामीले सकाएको थियो हैन, general morphology and anatomy of alimentary canal. Okay, fine. त्यसपछि आज we will be doing यो general morphology and anatomy of digestive gland. किनभने जुन digestive system छ नि frog को, that can be studied under two part के, एउटा alimentary canal अनि एउटा digestive gland. So alimentary canal को पुरै डिटेल गरिसक्यौं हामीले. अब let's do of digestive gland. त्यसपछि अर्कोमा physiology of digestion गरौँ ल. यो सब भइसक्यो हैन. ओके, सो यहाँसम्म भएको थियो. ओके, we will go in depth ल, जति डेप्थमा जान सक्छौं we will go. Okay, let's explore and see the beauty of zoology. The beauty of zoology. Okay, zoology को beauty हेर्नलाई we should go in depth ल. अब एनिबी को लागि मात्र पढिरहेको छ भने प्लिज डोन्ट वाच. प्लिज प्रिफर त्यो वान शट भिडियोजहरू, गन शट भन्छ नि, यतिकै जे छ भन्थ्यो. आई मिन टु से दे रिड. अनि यो के भन्छ रटिफिकेसन के भन्छ त्यसलाई, मगअप त्यस्तो. अब त्यो नगर्नलाई इफ तिमीलाई जुलोजीमै केही पछि गएर पर्स्यु गर्नु छ भने आई वेलकम यु, कम लेट्स एक्सप्लोर टुगेदर. ओके ल धेरै बोले. ओके लेट्स स्टार्ट. डाइजेस्टिभ ग्ल्यान्ड्स अफ फ्रग. अब डाइजेस्टिभ ग्ल्यान्ड्स अफ फ्रग भन्दा पनि डाइजेस्टिभ ग्ल्यान्ड भनेको के हो मैले भनिसकेको छु, तर आई विल रिपिट ल. डाइजेस्टिभ ग्ल्यान्ड्स भनेको digestive glands भनेको they are those tissue or organ, okay, which secrete such chemicals, okay, जसले chemical secretion गर्छ and that chemicals if helps in the process of digestion. okay, digestion को process मा if त्यो chemical secreted chemical छ नि त्यो help गर्यो भने then that organ itself is called digestive gland. okay, अनि digestive gland मा food जरुरी छैन त्यो डाइजेस्टिभ ग्ल्यान्डको थ्रु पास हुनैपर्छ, नभए नि द्याट विल बी कल्ड डाइजेस्टिभ ग्ल्यान्ड. जस्तो लिभर र प्यानक्रियाको केसमा फुड त जाँदैन, फुड लिभरमा जाँदैन नि, तर हिप्याटिक डगको थ्रु यसको बाइल जुस त हामीले युज गरिरहेछौँ त. ओके, डाइजेसनको प्रोसेसमा प्यानक्रियाजको पनि प्यानक्रियाटिक जुसहरू पनि त युज गरिरहेछौँ त, बट फुड गएन नि उता. अनि तर ग्यास्ट्रिक ग्ल्यान्ड अनि इन्टेस्टिनल ग्ल्यान्डमा फुड चाहिँ जान्छ. ओके, किनभने दे आर प्रेजेन्ट इन द एलिमेन्ट्री केनाल. एलिमेन्ट्री केनालबाट फुड जान्छ भने यो को थ्रु पनि पास बाई हुन्छ नि त. सो यो स्टमकमा हुन्छ, यो इन्टेस्टाइन्समा हुन्छ. इन्टेस्टाइनको पनि कहाँ हुन्छ, इलियममा हुन्छ बेसिकली. ओके, अनि यिनीहरूमा सेलाइभरी ग्ल्यान्ड हुँदैन, सो त्यो पढ्नु परेन. अनि लिभर एन्ड प्यानक्रिया आर दोज एक्सेसरी एक्स्ट्रा ग्ल्यान्ड. ओके, अब we will detail this liver and first. okay, लिभरलाई डिटेल गर्छौँ as much as we can. let's go in depth. अब लिभर भनेको इट इज लाइक रेडिस ब्राउन कलर. ओके, को अर्ग्यान, एउटा अर्ग्यान पनि हो. अनि के भन्छ, इट इज मेड अप अफ यो हिप्याटोसाइट्सहरूले बनेको हुन्छ, यसको सेलहरूलाई भन्छ हिप्याटोसाइट्स. ओके, अनि लिभर जुन छ नि यो लार्जेस्ट ग्ल्यान्ड अफ भर्टिब्रेट्स हो. भर्टिब्रेट्सको सबसे लार्जेस्ट ग्ल्यान्ड भर्टिब्रेट्सको लिभर नै हो. ओके, अनि फ्रगको केसमा पनि यो लार्जेस्ट भयो, ठिक छ, तर ह्युमनको केसमा अनि फ्रगको केसमा यो लार्जेस्ट अर्गन पनि यही हो, लिभर नै हो, तर ह्युमनको केसमा लार्जेस्ट अर्गन चाहिँ स्किन हो. ओके, ओके न, स्किन हो. ओके, त्यो त एक्सेप्सन यता पनि छ. अब लोकेसनको कुरा गरौँ ल, लिभर कता पाइन्छ. हामीले डिसेक्सन त सबैजना गरिसक्यो होला आई गेस. ल लोकेसन भन्छु. अब डिसेक्सनको कुरा पनि इन्ट्रेस्टिङ छ, त्यो अहिले भन्छु. ओके, लोकेसन भनेको इट इज प्रेजेन्ट इन द एन्टेरियर पार्ट अफ द बडी क्याभिटी. अब जुन बडी क्याभिटी छ नि त्यसको अगाडितिर इट इज प्रेजेन्ट.
एन्टेरियर पार्ट अफ बडी क्याभिटी एन्ड द्याट इज भेन्ट्रल इन पोजिसन। यो मजाको छ, जुन लिभर छ नि त्यो भेन्ट्रल साइडमा हुन्छ, भेन्ट्रल इन पोजिसन। एन्टेरियर साइड बडी क्याभिटी जुन छ नि बडी खाली ठाउँ त्यसको अगाडितिर, बडी क्याभिटी भयो त्यसको अगाडितिर अनि भेन्ट्रल साइडमा ओके तलतिर ओके त्यो साइडमा द लिभर इज प्रेजेन्ट। अब भेन्ट्रल इन पोजिसन विथ अल रेस्पेक्ट ओके विथ अल रेस्पेक्ट बट एक्सेप्ट हार्ट हार्टको कम्पेरिजनमा हेऱ्यो भने लिभर इज स्टिल डोर्सल, किनभने जब हामीहरू डिसेक्सन गर्छौँ नि, डिसेक्सनको कुरा गर्छु ल, डिसेक्सन हामीले जेनरली भेन्ट्रली गर्छौँ ल, भेन्ट्रल साइडबाट गर्छौँ भर्टिब्रेट्समा ओके। अनि इनभर्टिब्रेट्समा वी डु फ्रम डोर्सल साइड, डोर्सली। अब किन भन्छौ भने किनभने जुन इन्भर्टिब्रेट्सहरू हुन्छ नि, इन्भर्टिब्रेट्स उनीहरूको जुन भेन्ट्रल साइडमा हुन्छ नि त्यहाँ हुन्छ यिनीहरूको भेन्ट्रल नर्भ कट हुन्छ ओके। जस्तै हामीले इन्भर्टिब्रेट्समा कुन पढ्यो क्लास 11मा वी स्टडिड के पढ्यो, वी स्टडिड अर्थवर्म ल। अर्थवर्मको नर्भस सिस्टमलाई हेऱ्यो भने सपोज यहाँ माथितिर यो सेगमेन्ट्सहरू, यहाँ तलतिर पनि सेगमेन्ट्सहरू ल ओके सेगमेन्ट्सहरू। सो यहाँ सपोज यो एलिमेन्ट्री केनाल भयो यसको, यहाँ सपोज फ्यारिङ्स छ अलिक बल्ज्ड ठिक छ, फ्यारिङ्स त्यसपछि यहाँ एलिमेन्ट्री केनाल, यो माथितिर डोर्सल अनि तलतिर भेन्ट्रल ओके। अनि यहाँ फ्यारिङ्सको माथितिर जन्सन पोइन्टमा फ्यारिङ्स र बकल क्याभिटीको जुन जन्सन पोइन्ट हुन्छ नि त्यहाँ बाइलोब्ड सुप्रा फ्यारिन्जियल ग्याङ्ग्लियन हुन्छ होइन। अनि त्यसपछि कनेक्टिभ्सले आएर तलतिर त्यसको बिनिथमा फ्यारिङ्सको बिनिथमा देयर इज के सब फ्यारिन्जियल ग्याङ्ग्लियन। अब सब फ्यारिन्जियल ग्याङ्ग्लियन विल गो टु द लास्ट सेगमेन्ट ओके क्रिएटिङ अ नर्भ कड ओके भेन्ट्रली। अनि ठाउँमा के हुन्छ सेगमेन्टल ग्याङ्ग्लियन हुन्छ ओके। अनि यो जुन छ नि यो नर्भ फाइबरले बनेको हुन्छ अनि इट इज अभियसली स्ट्रङ अनि नर्भस सिस्टमलाई डिस्टर्ब पनि गर्न मिल्दैन। सो इट इज प्रेजेन्ट इन द भेन्ट्रल साइड, नर्भ कट हुन्छ। अनि हामीले डिसेक्सन पहिला किन गर्छौँ, त्यसको अब्जेक्टिभ के हो डिसेक्सन गर्नुको, त्यो अर्गन भ्यू गर्नलाई, अर्गनको एक्सेस पाउनलाई, अर्गनको स्टडी गर्नलाई ओके राइट। तर इफ हामीले भेन्ट्रलबाट गऱ्यो इन्भर्टिब्रेट्समा इफ हामीले भेन्ट्रलबाट गऱ्यो भने त्यहाँ त नर्भ कट छ, इट विल हिन्डर न, अलिकति हिन्ड्रेन्स त देखाउँछ नि, किन बिचमै एउटा ठुलो नर्भ कट छ। अब त्यसलाई कसरी काट्यो, त्यसलाई पनि काट्नुपर्छ, हराउनुपर्छ, अनि वी विल गेट एक्सेस टु त्यो अर्गन ओके। अनि द्याट इज हाउ। अनि अल्सो इफ लाइभ अर्थवर्मलाई बचाइरहेको छ, अर्थवर्मको डक्टरै होला त त्यसले कसरी भेन्ट्रल त्यसको नर्भस सिस्टम त बिगार्नु भएन नि, त्यो बिगाऱ्यो भने नो मोर अर्थवर्म ओके। त्यसपछि त्यसैले डोर्सली गर्छौँ, किनभने डोर्सल साइडको जुन बडी वाल काट्ने बित्तिकै वी विल सी एलिमेन्ट्री केनाल। अर्थमा के नै हेर्छौँ ल, एलिमेन्ट्री केनाल मात्र देख्छ। सो एलिमेन्ट्री केनाल मेनली बेसी अरू पनि हेर्छ रिप्रोडक्टिभ सिस्टमको एक्सेसरी ग्ल्यान्ड्सहरू, प्रोस्टेट ग्ल्यान्डहरू जस्तो। अनि भर्टिब्रेट्समा भन्छौँ भेन्ट्रल किन गर्छ। अब भर्टिब्रेट्सको केसमा हेर्छौँ भने नि भर्टिब्रेट्सको केसमा जुन हाम्रो डोर्सल साइडमा हुन्छ त्यो सब, जुन इन्भर्टिब्रेट्सको केसमा त त्यो स्पाइन भइसक्यो नर्भ कड। अब भर्टिब्रेट्समा पनि हामीसँग छ के छ हेर न के छ, स्पाइनल कड छ होइन, स्पाइनल कड छ। अनि भर्टिब्रेट्सको पनि वी आर कोडेटाको पनि वी आर भर्टिब्रेटा। अनि भर्टिब्रेटाको पनि यो फ्रग जुन छ यो त अझ एम्फिबिया छ ठिक छ, भर्टिब्रेटामै पऱ्यो नि त। भर्टिब्रेटामा पऱ्यो भने त्यहाँ भर्टिब्रे नामको एउटा बोन हुन्छ ल, त्यसकै सेगमेन्टले एउटा भर्टिब्रल कलम बनाउँछ, के भन्छ वेटलाई सपोर्ट दिनलाई, हाम्रो वेटलाई सपोर्ट दिनलाई ओके। जुन ग्राभिटेसनल फोर्स एक्ट गर्छ त्यसलाई सपोर्ट दिनलाई अथवा सेन्टर अफ मास क्रिएट गर्नलाई, जेसुकै भन। सो एउटा भर्टिब्रल कलम बनाउँछ अथवा ब्याकबोन बनाउँछ। यो सब हाम्रो हुन्छ डोर्सल साइडमा ओके। अब डोर्सल साइडमा हामीले कसरी यसलाई हिन्डर गर्छ नि हाम्रो अर्गनलाई एक्सेस गर्नलाई, इफ वी डाइसेक्ट फ्रम डोर्सल साइड इन भर्टिब्रेट्स ओके। सो यहाँ अनि स्पाइन्स पनि छ, स्पाइन्स भनेको नर्भ कड नै भनौँ अथवा स्पाइनल कड भनौँ, हाम्रोमा अलिकति मोडिफाइड छ। अनि यो जुन स्पाइनल कड किन छ भने किनभने स्पाइन्सको पनि त पुरैतिर जस्तै हाम्रो ब्लडको क्यापिलरिज भेन्सहरू जानुपर्छ नि हरेक सेल्सहरूमा। सो स्पाइन्सको यो नर्भ्स पनि त जानु पऱ्यो, नर्भ नेट नर्भ प्लेक्ससहरू पनि जानु पऱ्यो त्यहाँसम्म, किनभने
मात्र ब्लड पुगाएर थोरै न हुन्छ अनि त्यहाँबाट स्टिमुलीहरू कलेक्ट गर्नु परेन त्यहाँको इम्पल्सहरू कस्तो छ त्यहाँको वातावरण त्यो रिसेप्टर्सहरूको थ्रु सो के हुन्छ हामीसँग स्पाइन्स हुन्छ डोर्सल साइडमा अनि भर्टिकल कलिम पनि हुन्छ सो वी डोन्ट डिसेक्ट फ्रम डोर्सल साइड वी प्रिफर भेन्ट्रल साइड किनभने अर्ग्यानको भ्यू राम्रो हुन्छ होइन भ्यू राम्रो हुन्छ भनेर छ हिन्ड्रेन्स कुनै आउँदैन बडी वाल काट्ने बित्तिकै वी विल सी आवर अर्ग्यान तर हार्ट इफ ओपन हार्ट सर्जरी गरिरहेछ भने वी हेभ स्टिल रिबकेज पनि छ होइन कहाँ छ भेन्ट्रल साइडमै छ होइन रिबकेज छ रिबकेज हार्टको लागि अझ एक्सटर्नल प्रोटेक्सन कि अब त्यो ठिक छ रिबकेजलाई काट्न मिल्छ रिबकेजलाई काट्न पाइन्छ किनभने रिबकेजमा जुन छ नि रिबकेजमा यस्तो स्पाइन्सहरू युज हुन्छ नि युज छैन नर्भस सिस्टमको पार्ट अलिकति छैन ओके नर्भस सिस्टमको पार्ट छैन मिन्स नर्भ पार्ट छैन त्यहाँ काट्न पाइन्छ त्यो रिबलाई त्यो रिबकेजलाई काट्यो अनि फेरि पछि गएर जोड्न पाइन्छ अनि इफ डोर्सल साइडबाट गऱ्यो भने यो जुन छ नि यो बोन्सलाई काट्नलाई वी निड स्पेसल टाइप अफ टुल्स तर डिसेक्सन गर्नलाई वी डोन्ट ह्याभ द्याट हार्ड टुल्स पनि ओके द्याट अल्सो मे बी द रिजन ओके अब ओपन हार्ट सर्जरी गऱ्यो फेरि रिबकेजलाई जोड्न पाइन्छ अनि दे विल डेभलप द बोन्ड अनि फेरि दे विल मेक त्यही पहिलावाला बोन बोन्ड त्यही हो ओके त बुझिसक्यो भेन्ट्रली किन गर्छौँ भर्टिब्रेट्समा अनि डोर्सली किन गर्छौँ इन्भर्टिब्रेट्समा ओके अनि इन्भर्टिब्रेट्समा त भर्टिब्रल कलिमै हुँदैन माथि नर्भ कट हुन्छ त्यो पनि भेन्ट्रल साइडमा हुन्छ त्यही भएर डोर्सल ल धेरै नचाउँ म त ल अब भनिरहेको छ डिसेक्सन गऱ्यो भने भेन्ट्रली गऱ्यो कि भर्टिब्रेट्स ट्रक भर्टिब्रेट्स नै हो भर्टिब्रेट्स कोर्डेटामा हुन्छ नि कोर्डेटामा जुन नर्भ नोटोकर्ड हुन्छ नि नोटोकर्ड त्यो पछि गएर भर्टिब्रेट जब बन्छ भर्टिब्रेटमा त्यो नोटोकर्ड विल बी रिप्लेस्ड अर त्यो पछि गएर भर्टिब्रल कलिम बनिहाल्छ ओके यस्तै एरेन्ज गरिहाल्छ आफूलाई द्याट इज सो अब म टपिकको बाहिर गइरहेको छु किन यार अब डिसेक्सन गऱ्यो भने ओके भेन्ट्रली डिसेक्सन गऱ्यो डिसेक्सन गर्ने बित्तिकै यहाँ हेर डिसेक्सन गर्ने बित्तिकै यसको बडी वाल हटायो होइन बडी वाल हटाउने बित्तिकै बेसी बडी क्याभिटी होइन बडी क्याभिटीमा वी विल सी फर्स्टली हट माथि हेर्छौँ कि पहिला हट हेर्छौँ हट त्यसपछि त्यसको साइडमा वी विल सी लोब्स अफ लिभर सो हट पहिला हेर्छ हट इज मोर भेन्ट्रल देन द्याट अफ यो लिभर सो इफ हटको रेस्पेक्टमा भन्यो भने वी क्यानट से द्याट लिभर इज भेन्ट्रल देन द्याट अफ यो हट सो हटको रेस्पेक्टमा भन्नु पऱ्यो भने के भन्छ यो लिभरको पोजिसन डोर्सल छ किनभने यो हटको साइडमा छ कि हर्टको भेन्ट्रिकल अलिकति अगाडि आइहाल्छ ओके यो भेन्ट्रिकल्स गट इट त्यही भएर हर्टको रेस्पेक्टमा चाहिँ लिभर इज डोर्सल तर बाँकी सब अर्गनको रेस्पेक्टमा लिभर इज के भेन्ट्रल इन पोजिसन अनि एन्टेरियर पार्टतिर छ कि एन्टेरियर पोस्टेरियर एन्टेरियर पार्टतिर छ ओके अब वी विल सी द लोब्स अफ लिभर अब जुन लिभर छ नि जुन हार्ट छ हार्ट अहिले आउँछ हार्ट धेरै इन्ट्रेस्टिङ छ क्यार्डियोभास्कुलर सिस्टम वी विल डु बट बिफोर डुइङ द्याट वी विल डु रेस्पिरेटरी सिस्टम किनभने रेस्पिरेसन पनि इन्ट्रेस्टिङ छ क्या अहिले बुझ्नै पर्छ यो रेस्पिरेसन हार्टको क्यार्डियोभास्कुलर अर ब्लड सर्कुलेसन बुझ्नलाई सो वी विल डु इट इभेन्चुअली ओके पहिला जुन लिभर हेरौँ ल लिभरमा जुन हार्ट छ हार्टको साइडमा दुईवटा लोब देख्छौँ पहिला जुन डोमिनेन्ट लोब्सहरू छ नि एउटा हुन्छ राइट साइडमा हुन्छ राइट लोब त्यो प्योर लोबे हो के तर लेफ्ट साइडमा हेर्छौ भने दे विल बी यु विल सी लेफ्ट एन्टेरियर लोब अनि लेफ्ट पोस्टेरियर लोब ओके लेफ्ट एन्टेरियर लोब अनि लेफ्ट पोस्टेरियर लोब अब यो यसरी हेर्छ यो जुन छ नि यो यसलाई लेफ्टै किनभने यसको म्याक्सिमम् पोर्सन लेफ्ट साइडमै छ कि म्याक्सिमम् पोर्सन हुन्छ नि लेफ्ट साइडमा छ पहिला दुईवटा त लोब्स देख्छ एउटा राइटतिर एउटा लेफ्टतिर अनि एउटा बिचमा पनि देख्छ त्यहाँदेखि त्यो बिचको मोस्ट अफ द त्यसको सब्सटेन्स अर हेपाटिक सेल्स भनौँ न हेपाटोसाइट्स आर प्रेजेन्ट टुवर्ड्स द लेफ्ट साइड
अनि पोस्टेरियर पनि छ, यो माथितिर छ अनि अलिकति यिनीहरूको दुइटाको बिचमा छ। ओके, सो वी क्यान कल इट मिडियन लोब टु। ओके, अर लेफ्टतिर छ भने लेफ्ट त भइहाल्यो। अनि यो लोब जुन छ नि अलिकति माथितिर छ, इट इज एन्टेरियर। अनि यो लोब अलिकति तलतिर हुन्छ, द्याट इज पोस्टेरियर। ओके, सो 3वटा लोब्सहरूमा छुट्याउन सकिन्छ हामीले यसको। अरू के हेर्न सकिन्छ यसमा? वी क्यान सी लङ्स डेभलप भइरहेछ, यो इन्टेस्टाइन्सहरू। ओ माई गड। ल डिसेक्सन गरिसक्यो होला सबले आई गेस। ल ठिकै छ। अब 3 लोब्स अफ लिभर त क्लियर भयो होइन, किनभने वी विल सी हेर यो हेरेर त राइट लोब यो अनि यो लेफ्ट लोब। यसमा हेर गल ब्ल्याडरमा के हो, यो लेफ्ट लोब, लेफ्ट एन्टेरियर लोब, यसलाई भन्छ लेफ्ट पोस्टेरियर अर मिडियन भनिदियो सिम्पल। यसलाई भन्छौँ राइट लोब। ल लोब्समा धेरै टाइम किल गरौँ। अब भइसक्यो लोब्सहरू। अब लोब्समा हेर्छौँ भने नि जुन लेफ्ट पोस्टेरियर लोब छ नि, लेफ्ट पोस्टेरियर लोब अथवा मिडियन लोब यसकै तलतिर यसकै बिनिथमा हुन्छ एउटा ग्रिनिस स्याक लाइक स्ट्रक्चर, द्याट इज गल ब्ल्याडर। अब यसको फिजियोलोजीमा सब बुझ्छ। गल ब्ल्याडर, गल ब्ल्याडरले के गर्छ, यसले बाइल्सलाई स्टोर गर्छ, लिभर सेक्रेट गरेको बाइल्सलाई स्टोर गर्छ अरे। ठिकै छ, स्टोर गर्छ। अब पहिला गल ब्ल्याडरमा जानुभन्दा गल ब्ल्याडर स्याकको मात्र पहिला लिभरलाई हेरौँ ल, कसरी बाइल्स स्टोर गराउँछ अरू कसरी सेक्रेसन गर्छ। ओके, लेट्स सी एनाटोमी अफ लिभर। ओके, अब एनाटोमी अफ लिभर हेर्न सरी एनाटोमी अफ लिभर हेर्दाखेरि वी विल सी पोलिहेड्रल हिप्याटोसाइट। ल पोलिहेड्रल हिप्याटोसाइट्स, अब हिप्याटोसाइट्सको एरेन्जमेन्ट हुन्छ अनि हरेक हिप्याटोसाइट्सको एरेन्जमेन्टमा वी विल सी ब्लड क्यापिलरिज। ओके, ब्लड क्यापिलरिजहरू हुन्छ। ब्लड क्यापिलरिज भनेर छु, बाइल क्यापिलरिज हुन्छ। ब्लड क्यापिलरिज त हाइल्स अफ ल्याङ्गरेन्समा हुन्छ। ओके, ब्लड क्यापिलरिज पनि हुन्छ, तर बाइल क्यापिलरिज कुरा गरेँ मैले। बाइल सेक्रेसन कसरी गर्छ अनि कसरी पासवाई हुन्छ त्यसको मेन कुरा गरिरहेको छौँ होइन। सो बाइल क्यापिलरिजहरू हुन्छ, बाइलको प्यासेज भनौँ न। ओके, हरेक सेल इन्डिभिजुअल हिपेटोसाइटसँग कन्ट्याक्टमा रहन्छ त्यो बाइल क्यापिलरिज। यसमा पनि हेऱ्यो बुकको डायग्राममा, यो जुन छ नि यो कालो कलरको डार्कवाला इट इज बाइल क्यापिलरिज। ओके, हरेक हिप्याटोसाइटसँग कन्ट्याक्टमा रहन्छ। ओके, कन्ट्याक्टमा रहन्छ यसमा हेर सिम्पल। ओके, हिप्याटोसाइट कन्ट्याक्टमा छ। अब इफ यो हिप्याटोसाइटले बाइल सेक्रेट गर्यो, बनायो। ओके, बाइल बनाएर इट विल सेक्रेट इन यो आफ्नो नजिकको बाइल क्यापिलरीमा। ओके, बाइल क्यापिलरीमा राख्थ्यो। अब त्यो बाइल क्यापिलरीको थ्रु इट विल, अनि यता पनि छ यो के नाम छ यसको पनि हिप्याटोसाइट, यो पनि हिप्याटोसाइट। यहाँ पनि कन्ट्याक्टमा छ, यसले बनाएर यसलाई दिन्छ अनि यहाँबाट पनि आउँछ, बाइलले नै आउँछ। अब हिप्याटोसाइटले बाइल सेक्रेट गरेको जुन आउँछ नि, अब सबै यो जुन सबै बाइल क्यापिलरी अरू पनि छ भने एउटा दुइटा मात्र थोरै न होला, त्यो पुरा लिभर छ, धेरै होला। के सब आएर युनाइट हुन्छ एउटा ठाउँमा। ओके, सब आएर युनाइट हुन्छ अनि दे विल मेक अ कमन बाइल प्यासेज। ओके, किनभने सबले बाइल बनाइरहेछ अनि बाइलले लिएर आइरहेछ भने दे विल मेक कमन बाइल प्यासेज। अब यहाँबाट पनि आइरहेछ कमन बाइल प्यासेज। अब कहाँबाट आइरहेछ, हिप्याटिक सेल्सबाट आइरहेछ। सो द्याट क्यान बी कल्ड हिप्याटिक डक्ट टु। ओके, हिप्याटिक डक्ट पनि भन्न सक्छ त्यो डक्टलाई। अब हिप्याटिक डक्टबाट वी विल सी सिस्टिक डक्ट, जहाँ हाम्रो गल ब्ल्याडर झुन्डिएर हुन्छ। यहाँ पनि हुन्छ मिसेन्ट्री हुन्छ, पेरिटोनियमको लेयर जसले एट्याच गरेर हुन्छ त्यो मिडियन लुपसँग। ठिक छ। अब यहाँबाट आयो जुन बाइल, अब बाइल आयो भने यहाँ वी विल सी ब्रान्च अफ सिस्टिक डक्ट। यो सिस्टिक डक्ट जुन छ नि यो एउटै डक्ट हो मात्र। ठिक छ, किनभने यो जुन गइरहेछ एउटै डक्ट एट द एन्ड गइरहेछ कि यसमा कसमा गइरहेछ, गल ब्ल्याडरमा। ओके, एउटै डक्ट गइरहेछ र यो एउटै डक्ट गइरहेछ गल ब्ल्याडरमा। यो एउटै डक्ट हो कि दुइटा डक्ट होइन, यो एउटै सिस्टिक डक्ट मात्र हो। अब यहाँबाट बाइल आइरहेछ, अब बाइल भन्छौँ कता जान्छ, यता जान्छ कि यता जान्छ कि यता जान्छ, धेरै प्रोबाबिलिटीहरू छ, पोसिबिलिटीहरू देखिरहेछ। अब त्यो चाहिँ डिपेन्ड पर्छ बाइलको प्रेसरमा। अब त्यो बाइल कसरी आइरहेछ, सपोज यहाँबाट जुन बाइल आइरहेछ
इफ प्रेसर यतातिर धेरै छ भने इट विल गो हियर अनि गइहाल्छ सिधा ड्युडेनममा। अनि इफ प्रेसर यतातिर धेरै भयो भने इट विल गो देयर अनि आएर स्टोर हुन्छ, एकुमुलेट हुन्छ, कन्सन्ट्रेट हुन्छ होइन। अब अनि टाइम टु टाइम जतिखेर रिक्वायरमेन्ट छ यहाँबाट पनि पठाउन पाइन्छ, यहाँबाट पनि पठाउन पाइन्छ। कुनै स्पेसिफिक डिरेक्सन छैन कि यहाँबाट आयो अनि यहाँबाट जान्छ भनेर, यहाँबाट इनलेट यहाँबाट आउटलेट त्यस्तो केही छैन। ओके, यहाँबाट आयो इफ यताको प्रेसर धेरै छ भने यहाँबाट आउँछ, इफ यताको प्रेसर धेरै छ भने यहाँबाट पनि आउनसक्छ अनि आएर यहाँ एकुमुलेट हुन्छ। अनि रिक्वायरमेन्टको अनुसार इट विल के भन्छ पठाउँछ यता। ओके, थ्रु कमन यो आउँछ अहिले। ओके, बुझ्यो नि। अब बाइलको प्रेसरमा डिपेन्ड पर्छ त्यो बाइल कतातिर कुन डिरेक्सनमा मुभ हुन्छ। ओके, बुझ्यो नि। अब बाइल हामीसँग सपोज यहाँ आइसक्यो, अब बाइल आउँछ बाइल मात्र छ। अब यहाँ अहिले केही भनेकै छैन, बाइल मात्र भनेको छ। अनि बाइलमा कुनै पनि डाइजेस्टिभ इन्जाइम हुँदैन। सो बाइल मात्र आएको छ। अब यहाँ आएर इफ प्यानक्रियाले आफ्नो डक्ट सेयर गर्यो ओके यसमै, देन द्याट डक्ट इज कल्ड हिपाटोप्यानक्रियाटिक डक्ट। ओके, हिपाटोप्यानक्रियाटिक डक्ट भन्छौँ किन प्यानक्रियाजले पनि आफ्नो त्यो प्यानक्रियाटिक जुस हुन्छ नि त्यसमा धेरै नै इन्जाइम्सहरू हुन्छ, त्यहाँ हुन्छ एक्चुअली डाइजेस्टिभ इन्जाइम्स, त्यो आएर यहीँ पोर गर्छ, रिलिज गर्छ। ओके, अनि यो जुन छ नि मैले अस्ति भनेको थिएँ यसलाई भनेको थिएँ प्रोक्सिमल, आइएम सो सरी। ओके, आइएम सो सरी। अब त्यो के को रिफरेन्समा प्रोक्सिमल भन्नुपर्छ मैले बिर्सेँ, किनभने प्रोक्सिमल र डिस्टल भनेको नि हामीले यता फुडको केसमा भन्छौँ ल, फुडलाई सेन्टर मानेर अथवा ड्युडेनमको एन्टेरियर पार्टलाई सेन्टर मानेर। ओके, ड्युडेनमको एन्टेरियर पार्टलाई वी आर कन्सिडरिङ प्रोक्सिमल पार्ट अफ ड्युडेनम। ओके, यो ड्युडेनम त यहीँबाट सुरु भयो नि, यहाँ पाइलोरी कन्स्ट्रिक्सन सक्ने बित्तिकै ड्युडेनम सुरु भयो। सो दिस इज द प्रोक्सिमल पार्ट। अब यताबाट जति पनि पछाडि गयो भने यु क्यान कल मिडियन अर डिस्टल भनौँ न, पछाडि गयो भने पोस्टेरियरतिर गयो भने डिस्टल पार्ट भयो भनौँ। सो डिस्टल पार्टतिर द्याट हिपाटोप्यानक्रियाटिक डक्ट ओपेन्स के, डिस्टल पार्ट अफ ड्युडेनमतिर इट गएर ओपेन्स। यहाँ यदि आइदियो भने यहाँ यो डक्ट भइदियो भने वी विल कल इट प्रोक्सिमल पार्ट अफ ड्युडेनम। त्यहाँ हिपाटोप्यानक्रियाटिक डक्टको ओपनिङ भइरहेछ। तर मैले अस्ति आई मिसलिडेड ल, आइम सो सरी। यसलाई मैले भनेको थिएँ प्रोक्सिमल पार्ट अनि यतातिर डिस्टल हुन्छ भनेर, आइम सो सरी। यहीँ यो प्रोक्सिमल साइड एक्चुअली, फुड आउँछ यताबाट, त फुड फर्स्ट इन्टर गर्छ यो नि, यहाँ नि इन्टर गर्छ यो पाइलोरी कन्स्ट्रिक्सनतिर। अब यो पाइलोरी कन्स्ट्रिक्सनको थ्रु इट विल कम हियर। ओके, सो दिस इज द प्रोक्सिमल पार्ट। ओके, नजिकको पार्ट, अनि डिस्टेन्सको पार्टलाई भन्छौँ डिस्टल पार्ट। ओके, डिस्टल पार्ट हो। ओके, डिस्टल पार्टतिर हिपाटोप्यानक्रियाटिक डक्टको ओपनिङ हुन्छ। ओके, अब ओपनिङ भइसक्यो। ओके, ओपनिङ भइसक्यो हिपाटोप्यानक्रियाटिक डक्ट डिस्टल पार्टतिर। सब त डिस्कस गरिसक्यो, यही थियो एनाटोमी अफ लिभरको एनाटोमी त्यही हो। अब लिभरले बाइल भनेर छ होइन, अब बाइलको हेरौँ न फङ्सन लिभरले के गरिरहेछ। अब गल ब्ल्याडर पनि हेरिहालौँ ल। गल ब्ल्याडर के भनेको थिएँ, यो मिडियन लोब छ नि, मिडियन लोब त्यसकै तलतिर हुन्छ, बिनिथमा हुन्छ गल ब्ल्याडर। ग्रिनिस स्याक लाइक स्ट्रक्चर जसले बाइललाई स्टोर गर्छ र त्यसलाई कन्सन्ट्रेट गर्छ इभेन्चुअली, अनि रिक्वायरमेन्टको अनुसार इट विल सेक्रेट त भइसकेको छ, इट विल रिलिज। ओके, अब वी विल सी फङ्सन अफ लिभर। फङ्सन अफ लिभर सुरु गर्नुभन्दा पहिला वी सी इट सेक्रेट्स बाइल जुस। वी नो इट सेक्रेट्स बाइल जुस। अब बाइल जुस सेक्रेट गरिरहेछ। अब बाइल जुस सेक्रेट गर्छ नि, द्याट बाइल इज अल्कलाइन इन नेचर। ओके, अब अल्कलाइन किन हुन्छ म भन्छु, द्याट इज अल्कलाइन इन नेचर। ओके, त्यसको पिएच इज मोर देन 7 नि, 7 न्युट्रल हो कि 6 न्युट्रल हो यार, मोर देन 7 नै ल। ओके, ग्रिनिस स्याक लाइक स्ट्रक्चर द्याट इज अल्कलाइन इन नेचर, फाइन। अब लिभर सेक्रेट्स 2 टाइप्स अफ, त्यो बाइल सेक्रेट गर्छ। त्यो बाइलमा के हुन्छ भनिरहेको छु ल। बाइलमा हुन्छ बाइल सल्ट्स र बाइल पिगमेन्ट्स। ओके,
बाइल सल्ट्समा हुन्छ बेसिकली सोडियमको सल्ट्सहरू हुन्छ ल सोडियम ग्लाइकोलेट सोडियम के भन्छ त्यसलाई टौलोकोलेट भन्छ होइन सोडियम टौलोकोलेट ओके फाइन त्यसो भन तर यसमा चाहिँ त्यो हुँदैन सोडियम बाइकार्बोनेट हुँदैन ओके सोडियम बाइकार्बोनेट हुँदैन बाँकी सबै लगभग धेरै नै सोडियम साल्ट्सहरू हुन्छ यो बाइल जुसमा ओके बाइल जुसको बाइल साल्ट्समा ओके अब त्यो बाइल सल्ट्समा पिगमेन्ट पनि हुन्छ किनभने हामीले यहाँ हेरिरहेछौँ भने विसी यो पित्त थैलीलाई कसरी देख्छौँ के कुन कलर पर्सिभ गर्छौँ वी आर सेइङ ग्रिन इज कलर सो जुन यसमा पिगमेन्ट पनि त हुनु पर्यो त बाइल पिगमेन्टहरू हुन्छ बिलिरुबिन र के भन्छ भिरिडिन ओके अब बिलिरुबिन चाहिँ येल्लो र अरेन्ज कलरको लागि रेस्पोन्सिबल हुन्छ ल यो जुन छ नि बिलिभिरिडिन इट इज रेस्पोन्सिबल फर ग्रिन कलर अफ द्याट बाइल ओके सो यसको कन्सन्ट्रेसन धेरै होला त्यही भएर यहाँ ग्रिन कलर देखिरहेको होला मेबी वी क्यान गेस तर अहिले चाहिँ गेस मात्र गरौँ किनभने अहिले धेरै कुरा थाहै छैन हामीलाई अनि यो जुन छ भने भनिसकेको थिएँ बाइल डज नट कन्टेन एनी टाइप अफ डाइजेस्टिभ इन्जाइम्स ओके बाइलले फुडलाई ब्रेकडाउन गर्न त सक्छ तर इमल्सिफाई मात्रै गर्न सक्छ सो बाइल इज गुड इमल्सिफायर डाइजेस्टिभ इन्जाइम जस्तो एउटा क्याटलिस्टको काम गर्न सक्दैन स्पिड अप बनाउन सक्दैन ओके इट क्यान ओन्ली ब्रेक डाउन द फुड ओके क्याटलिस्ट जस्तो काम बायो क्याटलिस्ट जस्तो काम गर्न सक्दैन सो बाइलको काम अब हेरौँ ल बाइल के गर्न सक्छ फङ्सन अफ लिभरमै पर्छ इट सेक्रेट्स बाइल अनि बाइल जुस डज टु टाइप्स अफ थिङ ओके फर्स्टली यो सिम्पलवाला हेरौँ इट डज न्युट्रलाइजेसन अफ काइम न्युट्रलाइजेसन अफ काइम कहाँ छ हाम्रो स्टमक ल यहाँ हेर स्टमक यहीँ छ सपोज यहाँ स्टमकमा छ नि स्टमकमा हामीले बेसी इट इज मोर एसिडिक के किनभने स्टमकमा ग्यास्ट्रिक रोगीहरू हुन्छ ग्यास्ट्रिक ग्ल्यान्ड्सहरू हुन्छ ओके दे विल सेक्रेट के सेक्रेट गर्छ एचसिएल सेक्रेट गर्छ हाइड्रोक्लोरिक एसिड सेक्रेट गर्छ पेप्सिनोजेन सेक्रेट गर्छ जसले प्रोटिन्सलाई पार्सियली डाइजेस्ट गर्नुहुन्छ होइन पार्टली डाइजेस्ट हुन्छ द्याट इज कल्ड काइम अब त्यो काइम कस्तो छ एसिडिक इन नेचर छ ओके अब त्यही एसिडिक काइम आउँछ हाम्रो ड्युडेनममा अब ड्युडेनममा हाम्रो यो जुन छ डिस्टल पार्टमा हाम्रो हिपाटो प्यान्क्रियाटिक डक्ट पनि ओपनिङ छ हिपाटोबाट बाइल आइरहेको छ होइन हिपाटोबाट बाइल आइरहेछ अनि प्यान्क्रियाटिकबाट प्यान्क्रियाटिक जुस ओके अब हिपाटोबाट बाइल आइरहेछ भने त्यो बाइल जुन छ नि जुन एसिडिक इन्भाइरोमेन्ट हुन्छ एसिडलाई यो अल्कालाइन हुन्छ बाइल भनेको थिएँ अब त्यो एसिडिक काइमलाई बाइल अल्कालाइनले त्यसलाई न्युट्रलाइज गरिदिन्छ ओके न्युट्रलाइजेसन गरिदिन्छ त्यो काइमलाई न्युट्रलाइज गरिदिन्छ किनभने बाइल आफैमा अल्कालाइन इन नेचर छ ओके पिएच धेरै छ पिएचको भ्यालु अनि जुन काइम त त्यसको पिएच कम छ सो पिएच धेरै छ यो पिएच एडिसन गरिदिन्छ होला त्यस्तो होइन अब पिएच दे विल मेन्टेन ओके 7सम्म न्युट्रल दे विल मेन्टेन ओके अब त्यो काइमलाई न्युट्रलाइज गरिदिन्छ अब न्युट्रलाइज किन गर्छ किनभने जुन हाम्रो डाइजेस्टिभ इन्जाइम्सहरू छ नि त्यो प्यान्क्रियाटिक इन्जाइम्स प्यान्क्रियाटिक जुसमा जुन इन्जाइम्सहरू छ जस्तै इन्टेरोकाइनेज लियो भने अथवा एमाइलेज लियो लिपेज लियो दे डोन्ट वर्क ओके दे डोन्ट वर्क इन एसिडिक इन्भाइरोमेन्ट ओके एसिडिक इन्भाइरोमेन्टमा उनीहरू क्याटलिस्टको रूपमा काम गर्न सक्दैन उनीहरूलाई पनि त केही इन्भाइरोमेन्ट चाहियो नि सो न्युट्रल इन्भाइरोमेन्टमा दे वर्क सो एसिडिक इन्भाइरोमेन्टलाई पनि न्युट्रलाइज गर्नलाई बाइल इज एसेन्सियल सो बाइलको त्यो पनि काम भयो होइन न्युट्रलाइज गर्ने ओके काइमलाई न्युट्रलाइज गरिदिन्छ बेसिकली अब इट अल्सो हेल्प्स इन इमल्सिफिकेसन अफ फ्याट अब भनेको थिएँ बाइल इज गुड इमल्सिफायर इमल्सिफिकेसन भनेको के हो ओके सपोज फ्याट भनेको फ्याटमा एउटा लिपिडको ठुलो ड्रप लियो ओके ठुलो के भन्छ कम्पाउन्ड लियो लिपिड ओके लिपिड ठुलो ड्रप लियो लिपिडको अब लिपिड जुन छ नि लिपिडलाई सानो सानो टुक्रामा ब्रेक गरिदिन्छ किनभने यतिखेर यसमा डाइजेस्टिभ इन्जाइम एक्ट गर्न खोज्छ भने दे क्यान नट ब्रेक डाउन इफेक्टिभली के किनभने यसको सर्फेस एरिया कम छ सो यसलाई ब्रेक गर्छौँ हामी टुक्रा टाक्री गर्छौँ
जसले सोडियम साल्टले गर्छ त्यो बाइल साल्टमा जुन सोडियम साल्ट हुन्छ नि त्यसले गर्छ के ब्रेकडाउन गर्छ अनि ब्रेकडाउन गरेर इट विल मेक स्मल के भन्छ स्मल त्यही फ्याटको मलिक्युल्सहरू बनाइदिन्छ फ्याटको अलि त्यसमा लिपिड छ भने लिपिडको मलिक्युल्स बनाइदिन्छ सो यसमा सर्फेस एरिया बढ्यो नि चारैतिरबाट एट्याक गर्न पायो बायोक्याटलिस्टहरूले ओके डाइजेस्टिभ इन्जाइम्सहरूले ओके सो सर्फेस एरिया बढाउनलाई इट विल जस्ट ब्रेक डाउन द फ्याट मलिक्युल ओके त्यसलाई भन्छौँ हामी इमल्सिफिकेसन सो बाइल सल्ट इज गुड इमल्सिफायर यता डाइजेसन भइरहेछ ओके मात्र ब्रेकडाउन भइरहेछ डाइजेसन भइरहेछ त्यसो भने ब्रेकडाउन पनि डाइजेसनै हो ओके त कुनै डाइजेस्टिभ इन्जाइम्सको प्रेजेन्समा त भएन नि बाइल साल्ट कुनै डाइजेस्टिभ इन्जाइम होइन सल्टको प्रेजेन्समा यसले ब्रेकडाउन गरिदियो स्मल लिपिड यसलाई भन्छौँ इमल्सिफिकेसन बुझिसक्यो होला ओके लेट्स गो भिडियो धेरै ठुलो हुन्छ त्यसपछि अर्को जुन छ इट स्टोर्स ग्लुकोज जुन एक्सेस ग्लुकोज हुन्छ नि धेरै भात खायो कार्बोहाइड्रेट धेरै खायो धेरै ग्लुकोज हामीले बनायो जुन एक्सेस ग्लुकोज छ नि द्याट विल बी स्टोर्ड इन लिभरले त्यसलाई स्टोर गर्छ इन फर्म अफ ग्लाइकोजेन ओके ग्लाइकोजेन अनि यही ग्लाइकोजेन खान त त्यो प्लाज्मोडियमले हाम्रो लिभरमा एट्याक गर्छ किन इट इज रिच इन ग्लाइकोजेन अनि सब फुड हामीले कहाँ स्टोर गरिरहेछौँ लिभरमा स्टोर गरिरहेछौँ सो प्लाज्मोडियम विल अभियसली एट्याक हियर सो सरी टपिकको बारे गरिरहेको छु सो ग्लाइकोजेनमा यसले स्टोर गर्छ कि ग्लुकोजलाई अब त्यो प्रोसेस के हुन्छ ग्लाइकोजेनेसिस हुन्छ ग्लाइकोजेनेसिसको थ्रु ग्लुकोजलाई ग्लाइकोजेनमा कन्भर्ट गर्छ अनि त्यो फर्ममा इट विल स्टोर ग्लुकोज एक्सेस ग्लुकोज ओके अब यो पनि एउटा फङ्सन भयो अब अर्को फङ्सन जुन छ इट प्रड्युसेस प्रोथोम्बिन एन्ड फाइब्रोजेन प्रोथोम्बिन एन्ड फाइब्रोजेन आर त्यो प्रोटिन्सहरू कोआगुलेटिङ प्रोटिन्सहरू के जसले ब्लड कोआगुलेसन ब्लड क्लट गर्नमा मद्दत गर्छ सो दे आर द्याट टाइप अफ प्रोटिन ओके एन्ड द्याट इज अल्सो इसेन्सियल अहिले म भन्छु कसरी गर्छ अनि अल्सो इट प्रड्युसेस हेपारिन पनि प्रड्युस गर्छ अरे अब हेपारिनले के गर्छ त्यो ब्लड भेसल्समा जुन ब्लड फ्लो भइरहेछ अनि ब्लड त्यसलाई क्लट हुन दिँदैन ओके एन्टी कोआगुलेटिनको काम गर्छ यो एन्टी कोआगुलेटिन प्रोटिन हो यो हमेसा एक्टिभ नै हुन्छ ओके सधैँ एक्टिभ नै हुन्छ यो ब्लड इफ रप्चर भएको छैन ब्लड भेसल्स भने इट इज अलवेज एक्टिभ सो ब्लड भेसल्सको भित्र क्लटिङ एभोइड गर्छ यसले एन्टी कोआगुलेटिन प्रोटिन हो जसले ब्लड भेसल्सकै भित्र ब्लडलाई क्लट हुन दिँदैन हेपारिनले सो इट वाज प्रड्युस्ड बाई कुन लिभर नै ओके त यो नि फङ्सन भयो अब इट प्रड्युसेस प्रोथोम्बिन र फाइब्रोजेन अब यो जुन छ नि यो जुन दुइटै हो सल्युबल प्रोटिन्सहरू हो यो जुन अनि यसलाई कोआगुलेटिन प्रोटिन पनि भन्यो किनभने यसले ब्लड क्लटमा हेल्प गर्यो अब कसरी हेल्प गर्यो किनभने यो सपोज एउटा ब्लड क्लट किन गर्नुपर्छ हामीले त एउटा कुनै ब्लड भेसल रप्चर हुन्छ होइन अब स्किन छ स्किनलाई कतै कट आयो भने ब्लड भेसल कट हुन्छ अनि त ब्लड ब्लिडिङ हुन्छ ब्लड भेसल नकट भइसक्यो त्यहाँ लिम्फ कट भयो त्यहाँ लिम्फ फ्लुइडहरू के भन्छ ब्लिड हुन्छ होइन सो ब्लड भेसल हेज टु बी रप्चर्ड ओके इन अर्डर टु ब्लिड सो ब्लड भेसल सपोज रप्चर भइसक्यो अब जुन छ के छ हाम्रो ब्लड त्यो बाहिर जान खोज्छ बाहिर जाने बित्तिकै त्यहाँ बाहिरको टिस्युज इन्जर्ड टिस्युजहरूसँग अनि प्लेटलेट्सहरू पनि हुन्छ थ्रोम्बोसाइट्सहरू मेगाक्यारोसाइट्सको टुक्राहरू त्यो पनि हुन्छ अब दे विल सेक्रेट के सेक्रेट गर्छ यो के भन्छ प्रोथोम के सेक्रेट गर्छ प्रोथोम अरे म बिर्सिरहेको छु त्यो मलिक्युलको नाम प्रोथोम्बिन त पछि आउँछ दे विल सेक्रेट प्रोथोम्बिन प्लास्टिन भन्छ कि आई गेस त्यही सेक्रेट गर्छ अनि त्यो उनीहरू सेक्रेट गर्छ प्रोथोम्बिन प्लास्टिन अब त्यो प्रोथोम्बिन प्लास्टिन अझै चेन रियाक्सन हुन्छ कि एउटा उसले अर्कोलाई एक्टिभेट गराउँछ फेरि त्यसले अर्कोलाई एक्टिभेट गराउँछ अनि यस्तै एक्टिभेट गराउँदै दे विल एक्टिभेट यो फाइब्रोजेन सपोज जुन छ नि हाम्रो थ्रोम्बोसाइट्स विल सेक्रेट्स यो प्रोथोम्बिन भनौँ सिधा बिचमा के सेक्रेसन गर्छ त्यो चेन रियाक्सन एट द इन्ड सेक्रेसन गरेर सपोज हामीले प्रोथोम्बिन सेक्रेट गरिदियो हाम्रो थ्रोम्बोसाइट्सले प्लेटलेट्सले प्रोथोम्बिन अब प्रोथोम्बिनलाई
प्रोथ्रोम्बिनलाई थ्रोम्बोकाइनेजले यसलाई केमा कन्भर्ट गरिदिन्छ थ्रोम्बिनलाई प्रोथ्रोम्बिनलाई थ्रोम्बिनमा कन्भर्ट गरिदिन्छ अब द्याट थ्रोम्बिन विल चेन्ज दिस फाइब्रिनोजेन इन्टु फाइब्रिन किनभने फाइब्रिनोजेन जुन छ नि यो सल्युबल प्रोटिन हो ओके ब्लडमा सल्युबल छ अब यो इनएक्टिभ पनि छ दुइटै इनएक्टिभ छ ओके अब यसलाई एक्टिभेट गरिदियो थ्रोम्बिनमा अब थ्रोम्बिनले यसलाई एक्टिभेट गरिदियो फाइब्रिन एक्टिभ हो अनि यो इन्सल्युबल हुन्छ फाइब्रिन भनेको फाइबर लाइक स्ट्रक्चर थ्रेड लाइक स्ट्रक्चर के द्याट इज इन्सल्युबल इन द ब्लड अब सपोज हाम्रो यहाँ जुन कर्ड्स भएको छ यहाँ कुन कर्ड छ अब फाइब्रिनहरू यसरी भइहाल्छ होइन फाइबर अब यो इट इज इन्सल्युबल इन ब्लड अब यही प्रोसेसमा जुन हेपारिन छ नि हेपारिन चाहिँ इनएक्टिभ भइहाल्छ किनभने हेपारिन भयो भने यसलाई ब्लडलाई क्लटै हुन दिँदैन सो हेपारिनलाई इनएक्टिभ गरिदिन्छ यो ठाउँमा सो हेपारिनले केही पनि गर्न सक्दैन अब ब्लड क्लटिङ फ्याक्टर्सहरू जुन छ अथवा यो जुन नेट लाइक स्ट्रक्चर छ यहाँ गएर हाम्रो आरबिसी प्लेटलेट्स गएर ट्र्याप भइहाल्छ ट्र्याप भएर एउटा क्लट नेचुरल ब्यान्डेज फर्म गरिहाल्छ अनि यसरी ब्लड क्लट पनि हुन्छ म कहाँ ब्लड कोअगुलेसनमा गएँ यार त्यसरी ब्लड क्लट हुन्छ ओके यो चेन रियाक्सन सो इट सेक्रेट्स यो कस्तो राम्रो प्रोटिन्सहरू द्याट हेल्प्स इन ब्लड कोअगुलेसन ओके अब इट अल्सो स्टोर्स कपर आइरन एन्ड प्रोड्युसेस भाइटामिन्स ए ओके अब कपर त सेक्रेट गरेर ठिक छ स्टोर गरेर ठिक छ गरोस् त आइरन किन स्टोर गरिरहेछ भने म गेस गर्छु ल सपोज हाम्रो इम्ब्रोनिक स्टेजमा जुन छ नि इम्ब्रोनिक स्टेज भर्खर डेभलप भइरहेछ त्यतिखेर बोन म्यारोहरू राम्रो डेभलप हुँदैन ओके डेभलप भएको हुँदैन अब त्यतिखेर जुन बोन म्यारो जुन छ नि त्यसले आरबिसी सपोज प्रड्युस गर्न सकेन सो त्यतिखेर इम्ब्रोनिक स्टेजमा हाम्रो लिभरले नै आरबिसी रेड ब्लड कर्पुसल अर इरिथ्रोसाइट्स भन्छ त्यसलाई द्याट म्यानुफ्याक्चर गर्छ अर प्रड्युस गर्छ हाम्रो के भन्छ लिभरले नै अब लिभरले आरबिसी प्रड्युस गर्छ भने लिभरले आरबिसीमा के हुन्छ हाम्रो आरबिसीमा हुन्छ हेमोग्लोबिन त मेन त्यही हो हेमोग्लोबिनले त अक्सिजन क्यारी गर्ने हो अक्सी हेमोग्लोबिन गरेर ओके अब हेमोग्लोबिनमा हेम जुन छ नि हेम जुन कम्पाउन्ड छ द्याट इज आइरन ओके आइरन हो आइरनले हुन्छ अनि ग्लोब्युलिन चाहिँ प्रोटिन हो जुन आइरन छ यहाँबाट पाउँछ होला त्यसलाई स्टोर गरेर छ आई गेस मेरो गेस मात्र हो ओके थिङ्किङ मैले रिसर्च गरेको छैन त्यहाँबाट अब लिभर यति नै हो लिभर सक्यो गल ब्ल्याडरको भनिसक्यो इट इज हियर इट इज ग्रेनिस अल्कालाइन स्याक्राइड स्ट्रक्चर यो इन्जाइम्सहरू भनिसक्यो ओके लिभरको बारेमा यति नै once again see the liver right lobe left anterior left posterior your heart को बारेमा I'm waiting ल अब let's go to pancreas ल छिटो okay pancreas it is heterocline gland or mixed gland किन भन्छ it has both type of tissue के exocrine अनि endocrine exocrine भनेको it secretes इन्जाइम्सहरू डाइजेस्टिभ इन्जाइम्सहरू के जसमा डक्ट्स चाहिन्छ ओके डक्टेड पार्टलाई हामीले एक्सोक्राइन भन्छौँ अनि डक्टलेस पार्टलाई हामीले भन्छौँ इन्डोक्राइन पार्ट जसले हर्मोन्सहरू सेक्रेट गर्छ बेसिकली सो यिनीहरूलाई हेट्रोक्राइन ग्ल्यान्ड पनि भन्छ ओके अनि त्यो जुन सेल्सहरू छ एसिनी भन्छ त्यसलाई ओके एसिनी यो क्युलर टर्म हो एसिनीले सेक्रेट गर्छ डाइजेस्टिभ इन्जाइम्स अर प्यान्क्रियाटिक जुस भनौँ न अनि जुन यो आइलेट्स अफ जुन छ नि ल्याङ्गरह्यान्स आइलेट्स अफ ल्याङ्गरह्यान्स दे विल सेक्रेट हर्मोन्सहरू ओके यो पनि ग्रुप अफ सेल नै हो अब वी विल सी इट इज सेकेन्ड लार्जेस्ट पार्ट अफ बडी रे ठिकै छ सेकेन्ड लार्जेस्ट ग्ल्यान्ड अफ बडी ओके अब यसको लोकेसनहरू कता छ यसको लोकेसन हेर्छौँ भने नि त्यो जुन छ नि हाम्रो मैले यहाँ भनिएको यहाँ ठाउँ छोडेको थिएँ मैले यहाँ जुन छ नि प्यान्क्रियाटिक डगको लागि अब यहीँ प्यान्क्रिया हुन्छ यहीँ के हुन्छ प्यान्क्रियाज हुन्छ ओके त्यही प्यान्क्रिया छ अब ड्युडेनम आयो यहाँ त हाम्रो स्टोमक छ अब स्टोमक र ड्युडेनम जुन छ नि प्यारललवाला त्यही प्यारललको बिचको स्पेसमा कन्जस्टेड भएर बसेको हुन्छ हाम्रो प्यान्क्रियाज हाम्रो होइन फ्रगको प्यान्क्रियाज
यसमा हेऱ्यो भने यो जुन स्टोमक छ, स्टोमकपछि पाइलोरी कन्स्ट्रिक्सन, यही हो हाम्रो प्यानक्रियाज, यहाँ लिभर, अनि यो चाहिँ ड्युडेनम। ओके, मैले यो डिसेक्सनवाला फोटोहरू किन राखेको छु किन रियलमा वी सुड अब्जर्भ के हाउ इट कस्तो साइट आउँछ लियरमा अब्जर्भ गर्दा, किन कार्टुनिस्ट पिक्चरहरू हेरेर के फाइदा, देन रियलमै अब्जर्भ गर्नुपर्छ। ओके, सो अब यसमा पनि हेऱ्यो भने इट इज स्टोमक, यो जुन ब्लड भेसलको कुरा पछि आउँछ स्टोमक, यहाँ पाइलोरी कन्स्ट्रिक्सन, यहाँ ड्युडेनम, अनि यो जुन छ नि स्ट्रक्चर, यो जुन स्ट्रक्चर बिचको इट इज अन्ली हाम्रो प्यानक्रियास। ओके, लोकेसन थाहा भइसकेको हुन्छ, स्टोमक र ड्युडेनमको ठ्याक्क बिचमा हुन्छ कन्जस्टेड भएर। अब प्यानक्रियाजमा को लोकेसन थाहा भइसक्यो। अब यसको एनाटोमीमा हेऱ्यो भने एनाटोमीमा पनि एक्सोक्राइन पार्टको एनाटोमी हेऱ्यो भने एक्सोक्राइन पार्टले के गर्छ, प्यानक्रियाटिक जुसहरू सिक्रेट गर्छ। ओके, अब त्योवाला पार्ट हेऱ्यो जसले डाइजेस्टिभ इन्जाइम सिक्रेट गरिरहेछ। आइलेट्स अफ ल्याङ्गरेन्सको हेरौँला पहिला, यसमा हेरौँ। यसमा जुन छ नि एउटा मात्र लिएको छ ल, एउटा मात्र के भन्छ होला प्यानक्रियाटिक लोब्युलाई लिइरहेछौँ, एउटा मात्र प्यानक्रियाटिक लोब्युलाई लिइरहेछौँ। सो यो एउटा सेक्रेटिङ युनिट भयो ल। यो एउटा सेक्रेटिङ युनिटमा वी विल सी बिचमा हुन्छ एउटा सेन्ट्रल केनाल और प्यानक्रियाटिक डक नै भनौँ, अनि बाहिरतिर हुन्छ एसिनस हुन्छ ल, एसिनसको सेलहरू हुन्छ। एसिनसको सेल मिन्स एउटा भन्यो भने एसिनस, अनि पुरै कलेक्टिभली भन्यो भने एसिनी भन्छ कि। सो कलेक्टिभली भनौँ सेल्स अफ एसिनीले इट इज सराउन्डेड। ओके, सेन्ट्रल केनाल द्याट इज यो न्युक्लियस भइहाल्यो। अनि यो जुन साइटोप्लाजम जुन छ नि यो ग्रानुलर हुन्छ साइटोप्लाजम, र जुन जता सेन्ट्रल केनाल छ उतातिर कन्सन्ट्रेसन धेरै हुन्छ यो ग्रानुल्सको, अनि ग्रानुल्सलाई विसे जाइमोजिन ग्रान्युल। ओके, जाइमोजिन ग्रान्युल, जाइमोजिन ग्रान्युललाई वी अल्सो से रिजर्भ फर्म अफ इन्जाइम्सहरू रिजर्भ फर्ममा बसिरहन्छ यता। अनि यो सेन्ट्रल पार्टलाई वी आर कलिङ प्यानक्रियाटिक डक, अनि भन्छ कि एसिनी प्लुरोडम हो यो प्यानक्रियाटिक सेल्सको, अनि एसिनस भनेको सिङ्गल। ओके, अब एनाटोमी भयो। अब एनाटोमी भइसकेपछि ओके, यो अहिले बुझेको छैन भने 3Dमा हेऱ्यो भने अझ बुझ्छ क्या। अब भिजुअलाइज गरौँ, बायोलोजी अल अबाउट भिजुअलाइजेसन क्या। यो 2Dमा हेरेर यस्तो छ, यो मैले एउटा कन्सिडर गरेको थिएँ। अब त्यस्तै मल्टिपल के भन्छ सेल्स अफ एसिनीहरू मिलेर एउटा कनेक्टिभ टिस्युले अलाइन हुन्छ, बााउन्डेड हुन्छ होइन, अनि दे विल मेक अ ह्युज प्यानक्रिया। अब आइलेट्स अफ ल्याङ्गरेन्स आउँछ, अनि आइलेट्स अफ ल्याङ्गरेन्स हेर्छौँ भने त्यसो पनि भनिरहेको छु, आइलेट्स अफ ल्याङ्गरेन्स केही होइन, त्यही एउटा क्लस्टर अफ सेल्सहरू मात्र हो। ओके, क्लस्टर अफ सेलहरू धेरै एक्युमुलेट भइहालेछ। यो मलाई सुरुमा हेर्दाखेरि एल्भुलाई जस्तो लाग्यो रेस्पिरेटरी सिस्टमको, बट द्याट इज नट। के मलाई पनि त्यस्तो लाग्यो त, बट द्याट इज नट। एल्भुलाई जस्तो छ नि द्याट नट। यो जुन छ यही हो क्लस्टर अफ सेल्स, यही हो हाम्रो यो आइलेट्स अफ ल्याङ्गरेन्स। यही हुन्छ त्यो ग्लुकागन अनि इन्सुलिनको प्रोडक्सन सेक्रेसन भनौँ। आइलेट्स अफ ल्याङ्गरेन्समा हेर्छौँ भने नि यहाँ यिनीहरूको आफ्नो डक्ट हुँदैन, किनभने इट इज इन्डोक्राइन ग्ल्यान्ड। ओके, इन्डोक्राइन ग्ल्यान्डको आफ्नो डक्टै हुँदैन, दे आफ्नो जुन सेक्रेसन छ हर्मोन्सहरू सेक्रेट गर्छ बेसिकली, त्यो हर्मोन्सलाई यिनीहरूले सिधा ब्लड भेसलहरूकोमा उनीहरूले रिलिज गरिदिन्छ, ब्लड भेसलमै रिलिज गरिदिन्छ। सो दे युज द डक्ट अफ हाम्रो ब्लड क्यापिलरिज र ब्लड भेसल्सहरूको डक्ट युज गर्छ। ओके, सिधा ब्लड स्ट्रिममा पोर गरिदिन्छ आफ्नो सेक्रेसन, यसमा इन्सुलिन पनि राखिदिन्छ, ग्लुकागन राखिदिन्छ, अनि ब्लड स्ट्रिमले पुरैतिर सर्कुलेट गरिदिन्छ। तर जुन यो एसिनर सेलहरू छ नि प्यानक्रियाटिक सेल्स जसले डाइजेस्टिभ इन्जाइम सेक्रेट गर्छ, उनीहरूको आफ्नै डक्टहरू हुन्छ कि प्यानक्रियाटिक डक्ट हुन्छ। अब एउटा एसिनसमा हेऱ्यो भने यो जुन भन्यो त्यो सेन्ट्रल केनाल छ, अब सेन्ट्रल केनालबाट यता प्यानक्रियाटिक डक्ट सुरु हुन्छ कि यस्तै धेरै हुन्छ। एउटा मात्र भनेको थिएँ यस्तो हुन्छ। अब यताबाट हामीले प्यानक्रियाटिक डक्ट पनि सुरु हुन्छ। ओके, अब इफ वी सी हियर द्याट इज, अब यहाँ हेऱ्यो भने आइलेट्स अफ ल्याङ्गरेन्समा हेऱ्यो भने टाइप्स अफ सेलमा वी विल सी अल्फा सेल्स, बिटा सेल्स, डेल्टा सेल्स एन्ड पोलिपेप्टाइड सेल। ओके, अल्फा सेल्समा वी विल सी इट सेक्रेट्स ग्लुकागन हर्मोन,
ग्लुकागनले के गर्छ, इन्क्रिज इन ब्लड ग्लुकोज लेभल, ब्लडको ग्लुकोज लेभललाई रेगुलेट गर्छ। अनि बिटा सेलले इन्सुलिन हर्मोन सिक्रेट गर्छ द्याट डिक्रिजेस द ब्लड ग्लुकोज लेभल। अनि दुइटै मिलेर ब्लडको ग्लुकोज लेभललाई रेगुलेट गर्छ। अर्को पनि हुन्छ डेल्टा सेल अनि पोलिपेप्टाइड सेल पनि हुन्छ होइन, पोलिपेप्टाइड सेल पनि हुन्छ। ओके, अब पोलिपेप्टाइड सेल्सहरू हुन्छ, फाइन। यही थियो आइलेट्स अफ ल्याङ्गरेन्स। अनि यता हेऱ्यो भने यो हेर, यो भिजुअलाइजेसन राम्रो छ। यो एसिनस 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 एसिनस, यो जुन सेन्ट्रल केनाल यहाँबाट के भन्छ प्यान्क्रियाटिक डक्ट अनि गएर हाम्रो उता हिप्याटिक डक्टसँग कम्बाइन भइहाल्छ। अनि यता गएर वी विल सी कमन हिप्याटो प्यान्क्रियाटिक डक्ट, अनि त्यहाँ गएर ड्युरेनममा आफ्नो प्यान्क्रियाटिक जुस पनि हालिदिन्छ। अनि इट इज द क्लस्टर अफ सेल्स कल आइलेट्स अफ ल्याङ्गरेन्स। ओके, अब यहाँ हुन्छ इन्जाइम्सको सेक्रेसन, यहाँ हुन्छ के को सेक्रेसन, हर्मोन्सको सेक्रेसन। सो इट इज कल हेट्रोक्राइन ग्ल्यान्ड टु। यता 3D स्ट्रक्चर छ। अब लास्टमा हेऱ्यो भने वी हेभ ग्यास्ट्रिक ग्ल्यान्ड्स एन्ड इन्टेस्टिनल ग्ल्यान्ड्स। अब ग्यास्ट्रिक ग्ल्यान्ड्समा वी विल सी प्रेजेन्स अफ वेट। ल ग्यास्ट्रिक ग्ल्यान्ड्समा वी विल सी प्रेजेन्ट ग्यास्ट्रिक ग्ल्यान्ड्समा वी विल सी के सी वी विल सी ग्यास्ट्रिक ग्ल्यान्ड कहाँ हुन्छ, इट इज इन द म्युकोसा लेयर अफ स्टमक। अब म्युकोसा लेयर अफ स्टमक यसरी भनेको थिएँ, जुन लास्टको जुन लेयरलाई भन्छौँ एलिमेन्ट्री ग्ल्यान्डको एनाटोमीमा हेऱ्यो भने लास्टको जुन लेयर हुन्छ नि त्यसलाई म्युकोसा लेयर भन्छ। अनि त्यही म्युकोसा लेयरमा वी विल फाइन्ड दोज ग्यास्ट्रिक ग्ल्यान्ड्स। ओके, दोज ग्यास्ट्रिक ग्ल्यान्ड्स। अब डिपेन्डिङ अपन द के भन्छ सिचुएसन त्यही ग्ल्यान्डहरू प्रेजेन्ट हुन्छ। अब इफ त्यो ग्यास्ट्रिक ग्ल्यान्ड छ नि यसरी छ, ग्यास्ट्रिक ग्ल्यान्ड्स म्युकोसल लेयरमा अफ स्टमक, अक्सिन्टिक सेलले त्यहाँ हुन्छ अक्सिन्टिक सेल हुन्छ होइन, अक्सिन्टिक सेल अर पेरिटल सेल दे विल सेक्रेट हाइड्रोक्लोरिक एसिड। अनि अर्को हुन्छ पेप्टिक सेल अर जाइमोजेन ग्ल्यान्ड हुन्छ, जाइमोजेन ग्रान्युल्स हुन्छ प्यान्क्रियाजमा भनेको थिएँ। जाइमोजेन ग्रान्युल्स हुन्छ नि, जाइमोजेन ग्रान्युल्स हुनुहुन्छ प्यान्क्रियाजमा हुन्छ। त्यो जाइमोजेन ग्ल्यान्ड जुन छ नि त्यो स्टमकमा हुन्छ, तर फ्रगमा यो भनिँदैन आई गेस जाइमोजेन ग्ल्यान्ड। यसमा पेप्टिक सेल्स नै भन्छ अरू चिफ सेल भन्छ, द्याट विल सेक्रेट पेप्टिनोजेन, जसले प्रोटिनलाई पार्सियली डाइजेस्ट गराउँछ होइन, कायम बनाउँछ। अनि म्युकस ग्ल्यान्ड द्याट सेक्रेट्स म्युसिन। अनि अर्को जुन छ जी सेल द्याट इज इन्डोक्राइन सेल, त्यसले हर्मोन सेक्रेट गर्छ, ग्यास्ट्रिन हर्मोन। ओके, हर्मोन पनि सेक्रेट गरिरहेछ यसले, ग्यास्ट्रिन हर्मोन। यो फिजियोलोजीमा बताउँछु के छ यसको फिजियोलोजी अर्कोमा। अब इन्टेस्टिनल ग्ल्यान्ड छ, इट अल्सो प्रेजेन्ट इन द वाल अफ म्युकोसा इलियमको बेसिकली। यसले सक्कस इन्ट्रिकस नामक एउटा इन्टेस्टिनल जुस सेक्रेट गर्छ क्या, जसमा धेरै टाइप्स अफ इन्जाइम्स हुन्छ, प्याकेट अफ इन्जाइम्स हुन्छ, प्याक हुन्छ क्या, जुन जुन फुड मेटेरियल्सहरू इफ कुनै केसले दे लेफ्ट टु बी के भन्छ डाइजेस्ट हुन सकेन राम्ररी, सो यहाँ आएर फेरि राम्ररी डाइजेस्ट भइहाल्छ अनि यहीँ एब्जर्ब पनि भइहाल्छ। किनभने यहाँ के हुन्छ भिलाइ पनि हुन्छ, फल चाहिँ भिलाइ हुन्छ तर भिलाइ हुन्छ नि। ओके, अब यहाँ यो इन्टेस्टिनल ग्ल्यान्ड्स। अब ग्ल्यान्ड्सहरूको बारेमा यति नै हो। यो पिक्चर्सहरूलाई राम्ररी भिजुअलाइज गर्यो भने डाइजेस्टिभ ग्ल्यान्ड केही पनि होइन, वी क्यान सी। अब नेक्स्टमा वी विल स्टार्ट के फिजियोलोजी अफ डाइजेसन। यति नै हो डाइजेस्टिभ ग्ल्यान्ड्स। ओके, यति नै रिसर्च गर्न सकेँ मैले, धेरै रिसर्च पनि नगरौँ। We have so many chapters and so many subjects too and so many syllabus too. La, bye bye. Thank you for watching. Thank you so much. Okay, bye bye.